आदरणीय दर्शक महानुभावहरू, नेपाल टेलिभिजनबाट प्रसारण हुने स्रष्टा आवाज कार्यक्रमको यो एपिसोडमा आज यहाँहरू समक्ष जनजाति आवाजलाई साहित्य र संगीतमा रूपान्तरण गरी जीवनको रंग माटोको गन्धसँग मिलाएर देश प्रेमलाई प्रगाढ बनाउने, थुप्रै पुरस्कारबाट पुरस्कृत, कयौं सम्मानबाट सम्मानित कवि, गीतकार, निबन्धकार तथा गायक आदरणीय श्री नवराज सुब्बालाई प्रस्तुत गर्न चाहन्छु। नमस्कार। तपाईं त पहाडमा जन्मेर हुर्किएको मान्छे, अहिले तराईको विराटनगरमा स्थायी बास छ। कहिलेकाहीँ पहाडको शीतलता महसुस गर्नुहुन्न सर? म परिस्थितिवश अब पहाडमा जन्मेर हुर्केर अहिले अब तराई अर्थात् विराटनगरमा स्थायी बसोबास गर्ने अवस्थामा भए तापनि मलाई हरेक दिन हरेक पल आफ्नो पहाडको हावापानी त्यहाँको चाहिँ सम्झनाले सधैँभरि पछ्याइरहन्छ, सम्झना आइरहन्छ र म आफ्नो यो यहाँ बहने चिसो हावा पनि कतै पहाडबाटै मलाई पछ्याउँदै खोज्दै आएको हो कि जस्तो मलाई लाग्छ। तपाईका भावनाहरू देश प्रेमबाट ज्यादै ओतप्रोत छन्। अनि यति राम्रो सृजना गर्ने प्रेरणाको स्रोत चाहिँ के हो? यसको सबैभन्दा मुख्य ठुलो स्रोत चाहिँ मलाई लाग्छ प्रेम नै हो। प्रेम स्वयंमा सुन्दर हुन्छ। जब हामीले मान्छेलाई गर्ने प्रेम होस् अथवा मान्छेले देशलाई गर्ने प्रेम होस्, यो प्रेमको आकार निराकार भए तापनि स्वयंमै सुन्दर छ। यसको परिकल्पना र यसको एउटा आकार बनाउन खोज्दा हामीले कुनै पनि सृजनामा आकार बनाउन खोज्दाखेरि प्रेमयुक्त भावनाहरू सधैँ सुन्दर भएर आउँछन् र एकले सकारात्मक सोच होस् र समसामयिक आवाजहरूलाई अझ यसमा चाहिँ उठाउन सकियो र कतिपय चाहिँ जुन आवाजहरू जसलाई चाहिँ हामीले हिजो सुनेका थिएनौँ, सुन्न पाएका थिएनौँ, सुन्न दिएका थिएनन्, यस्ता आवाजहरू समेतलाई चाहिँ हामीले एउटा देश प्रेमसँगै गाँसेर ल्याएको खण्डमा एउटा देशभक्तिपूर्ण गीतहरू जन्माउन सकिन्छ, एउटा मानवतावादी गीतहरू जन्माउन सकिन्छ। यसैले मेरो सम्पूर्ण सृजनाहरूको स्रोत चाहिँ प्रेम नै हो जस्तो लाग्छ। आम नेपाली साहित्यकार भन्दा आफूले अलिक फरक महसुस गर्नुहुन्छ कि गर्नुहुन्न सर? म आफूलाई फरक छु नै जस्तो लाग्छ, किनभने म एउटा यस्तो स्रष्टा हो जुन स्रष्टाले एउटा यस्तो परिस्थितिबाट गुज्रिरहेको एउटा स्रष्टा हो जसले चाहिँ आफ्नो जीवनमा धेरै अनुभव आफ्नो कर्म क्षेत्रमा होस् चाहे साहित्य क्षेत्रमा होस् अनुभव सँगालेको छ र अहिले देशको परिस्थितिप्रतिको जिम्मेवारीको बोध पनि आफ्नै किसिमले गरेको छ। त्यसले गर्दाखेरि मैले आफूलाई चाहिँ एउटा अरू साहित्य सृजना भन्दा मैले आफ्नो जिम्मेवारीको रूपमा चाहिँ मैले आफ्नो एउटा पूर्व मेरो आफ्नो पृष्ठभूमिलाई मेरो आफ्नो एउटा पारिवारिक सांस्कृतिक धरातललाई समेत चाहिँ प्रतिनिधित्व गर्ने हिसाबले चाहिँ आफ्नो साहित्य सृजनामा चाहिँ आफ्ना आवाजहरू सम्प्रेषण गरिरहेको छु। आदिवासी जनजातिको विषय बन्ने गरेको छ यहाँको सृजनाको आधार के हो? यो आदिवासी जनजाति यो आदिवासी जनजातिको परिभाषाको विषयमा त नेपाल सरकारले पनि गरिसकेको छ। खास गरी अब यो वर्णाश्रम हिन्दू एउटा सिस्टममा चाहिँ नपरेका तर एउटा आदिकालदेखि नै एउटा बसोबासको प्राकृतिक एउटा भूभागमा चाहिँ कुनै पनि जाति बस्नु पूर्व त्यसमा बसिरहेको अर्थात् कुनै जाति नै नबसेको भूभागमा बसेर आइरहेका तर अहिलेका चाहिँ एउटा सामाजिक विकास आर्थिक विकासको मूलधारमा चाहिँ आफ्नो अस्तित्वलाई क्रमशः पहिचानहरूलाई गुमाउँदै गएका जातिहरूलाई हामीले संख्यामा कोही अल्प छन्, कोही त बहु नै भए पनि एउटा अस्तित्व र एउटा पहिचानको हिसाबले, शक्तिको हिसाबले, स्रोतको वितरणको हिसाबले ज्यादै नै मूलधारबाट बाहिर रहेका जातिहरूलाई हामी आदिवासी जनजातिको रूपमा बुझ्दछौँ र यी जातिहरूका आफ्ना संस्कृतिहरू छन्, आफ्ना परम्पराहरू छन्, एउटा भाषा छ, साहित्य छ, त्यो पनि लोप हुने अवस्थामा पुगिसकेको छ। हिजो एउटा भाषा एउटै भेष भन्ने एउटा नाराले कतिपय जनजातिका आदिवासीका चाहिँ संस्कृति एउटा साहित्यहरू उनीहरूका परम्पराहरू नै चाहिँ आज विस्थापित भएका छन्। त्यसले गर्दाखेरि हामी उनी एउटा संस्कृति एउटा
उनीहरूको एउटा बचाउन एउटा अस्तित्व बचाउनको लागि जुन एउटा आइरहेको एउटा आवाज हो एउटा त्यो आवाजलाई नै आदिवासी जनजातिको आवाजको रूपमा मैले बुझेको छु। यो देशको माया भन्ने एल्बम मैले धेरै सुने, पटक पटक सुने। तपाईँले लेख्नुभएको गीतमा मैले गीत कस्तो हुन्छ मलाई थाहा छैन, तर देश त्यहाँ मैले भेटेँ, देश प्रेम भेटेँ, माटो र मुटु भेटेँ, जीवन भेटेँ। मलाई लाग्छ यो गीत लेख्ने त्यस्तो अवस्था, त्यस्तो समय छनौट गर्ने तरिका पद्धति के हो सर? यो वास्तवमा हाम्रो देशलाई सुन्दर फुलबारी बनाउनलाई नै हामी सबै नेपालीहरू अहिले चाहिँ जुरुमुराएका हौँ। यसमा के छ भनेदेखि अब एउटा सुन्दर फुलबारी बनाउनको लागि एउटा कसैको सिप कुनै जागरहरू एउटा उजागर भएर आउँदाखेरि अलिकति हामीले केही असजिलो अनुभव भएको हुनसक्छ। सबैको आफ्नो सहभागिताको सिलसिलामा आफ्नो अस्तित्वको कुराहरू लिएर उठिरहेका छन्। त्यसले गर्दाखेरि जो हिजो चाहिँ एउटा हालिमुहाली गरेर बसिरहेका वर्गहरूलाई के अप्ठ्यारो हुनसक्छ, तर पनि अब सबै यो देश सबैको हो, सबै जातिको हो, सबै चाहिँ पिछडिएका वर्ग सबैको हो, सबै धर्म सम्प्रदायको हो। त्यसले गर्दाखेरि सबैले आफ्नो ठाउँ र स्पेसहरू खोजिरहेका छन्। यसलाई सेटल हुनलाई केही समय लाग्छ र यो हाम्रो देश जुन एउटा दिशातर्फ उन्मुख छ, एउटा सही दिशा, एउटा संविधान बनाउने सिलसिलामा अगाडि बढिरहेको छ। एउटा देशलाई चाहिँ एउटा विभिन्न भूभाग एउटामा चाहिँ एउटा व्यवस्थित ढङ्गले चाहिँ संहिताको स्वरूपमा चाहिँ जान खोजिरहेको छ। यसले गर्दा यसको आखिर अल्टिमेटली यसको उद्देश्य भनेको नै एउटा सुन्दर फुलबारी नेपाललाई टुक्र्याउने होइन कि नेपाललाई चाहिँ एउटा कसरी चाहिँ सबै खण्डहरूमा चाहिँ झलमल पार्ने, कसरी चाहिँ सबै जातिहरूको मुहार उज्यालो बनाउने भनेर नै जुरुमराएका हुन् भनेर मैले यसलाई बुझेको छु। तपाईँले गीत चाहिँ कहिलेदेखि गाउन सुरु गर्नुभयो? वास्तवमा गीत त म साँच्चै भन्नु भन्दा केटाकेटीदेखि नै गाउन थालेको हुँ र मैले स्कुले जीवनमा पनि धेरै गाएँ। यसका स्कुले प्रतियोगिताहरूमा पनि धेरै गाएँ, त्यस पछाडि क्याम्पसको प्रतियोगिताहरूमा पनि गाएँ र सङ्गीततर्फ मेरो धेरै अगाडिदेखिको रुचि र लगाव नै हो। सरलाई के लाग्छ गीत सङ्गीत र जीवन के हो? फरक के छ गीत सङ्गीत र जीवनमा? वास्तवमा अब मैले आफूलाई नै फर्केर हेरौँ, वास्तवमा गीत सङ्गीत नभएको भएदेखि म सायद बाँच्दिनँ थिएँ होला जस्तो लाग्छ मलाई। म यति मानसिक रूपले स्वस्थ पनि हुन सक्दिनँ थिएँ होला जस्तो लाग्छ। किनभने एउटा गीत सङ्गीत म आमाको पेटैमा हुँदाखेरिदेखि नै, अथवा मेरो सृष्टि पनि सङ्गीतले नै भएको। मेरो आमा बुवाहरू धान नाच्नुभयो, उहाँहरू चाहिँ प्रेम प्रलयमा गर्नुभयो। यो एउटा हामी लिम्बूहरूको एउटा परम्परा, एउटा संस्कृति हो। धान नाच उहाँबाट प्रेम बस्यो, प्रेम पछाडि उहाँहरूको विवाह भयो र मेरो जन्म भयो। यसरी एउटा गीत सङ्गीत एउटा संस्कृति परम्पराले मानिसको सृष्टि हुन्छ, निरन्तरता हुन्छ, एउटा सकारात्मक एउटा जीवनलाई चाहिँ निरन्तरता दिन्छ। त्यसले गर्दाखेरि गीत सङ्गीत भनेको हाम्रो जीवनको एउटा अभिन्न अङ्ग हो, एउटा संस्कृति हो, परम्परा हो। यसलाई हामीले छोड्छु भनेर पनि छोड्न सकिँदैन। सबैले माया गरेको एउटा विधा हो। हस् त नवराज सर, यहाँले आफ्नो महत्त्वपूर्ण समय हामीलाई प्राप्त गराउनु, यहाँको यो महत्त्वपूर्ण समय उपयोग गर्ने हामीले अवसर प्राप्त गऱ्यौँ। हामी खुसी छौँ। स्रष्टा आवाजका तर्फबाट एउटा हार्दिक धन्यवाद। धन्यवाद।